हेलो गाइज, आज चाहिँ हामी इलाम दानाबारीको बाटो जाँदैछौँ। त्यहाँ दानाबारी हाम्रो कोठादेखि हाम्रो सामानहरू इलाम लानु थियो अनि आएको छु। अब यो चाहिँ यहाँ बाटो देखाउँछु। यहाँ एउटा खोला छ, त्यो खोलाको नाम चाहिँ ठाडे खोला हो। यस्तो अप्ठ्यारो छ यहाँ बाटो, तपाईहरु हेर्नु न कस्तो छ खोला। ठुलो छ खोला पनि। अब पानी अलि छिट्याउँदैछ, बाक्लै पर्दैछ, कसरी तर्नु पर्ने यस्तो छ खोला पनि। बाबा उठ्नु हैन। अब बाबाले अगाडि मलाई तारिदिनुहुन्छ यता। बाबाले बाइक पनि यहीँदेखि ल्याउनुहुन्छ। अब यहाँ बिचमा चाहिँ अलिक गहिरो छ, बाबाले तार्नु भएको त्यही भएर यहाँ पनि अझै गहिरो छ। यहाँदेखि जान्छु बाबा। उया हजुर, जुत्ता, बाबाको जुत्ता। उया कहाँ राख्नु बाबा? माथि। म चाहिँ खोला तरिसकेँ, बाबाले तार्नु हो। यहाँ चाहिँ अहिले बाइक ठेउनु पर्ने रहेछ, त्यही भएर यस्तो छ बाटो। अब म यहाँ बाबाको जुत्ताहरू राखेर जान्छु। यो ब्याग पनि यही राखिदिन्छु। आउँदै हुनुहुन्छ बिस्तारी। ल्याउनु भयो बाबाले चाहिँ ल्याउनु भयो। थोरै खुट्टा पखाल्छु यहाँ। यस्तो बाटोदेखि माथि लानु हो। ल अब हामी जान्छौँ।